एक दुई मैले यति समाते दाइ त्यहाँदेखि चुप्प हान्यो त यो बल मैले लुकायो भने मेरो हातलाई न मुखमा थुक्छु होला है अहिले होइन नि फेरि पिचिक्क थुक्दिएर अस्ति बनेपामा थुकिरहेको छ ल एक र दुई पशुपतिनाथको नाममा जोडे ताली पड्काइदिन्छ सबैले पशुपति भगवानको नाममा जोडले ताली पड्काइदिनु त्यही राखिदिनुहोस् बल एकभन्दा कसो गरेको थियो दुई भन्दा तीन भन्दा हो खेलेको बल खेलवाले भाइ यो मान्छे हरामी रहेछ यहाँ दाइ हेर्दा हेर्दै खेलेको बलै उडाइदियो टिप्नु न होइन त खेलवाले भाइ अब बल निकाल्नु पर्यो कि परेन दाइ हेर्ने दाजुभाइ दिदी बहिनीको खल्ती पकेटमा गएको हुन सक्दैन मेरो पयालो बल तपाईँकोमा गयो होला तपाईँकोबाट निक्ल्यो भने इमान्दार हुन्छ कि बेमान हुन्छ चेक गर्नुहोस् फेरि यत्रो मान्छे अगाडि विजेत होला नि फेरि यसरी बल लुकायो भनेर यसरी बल टकटकाउनु ज्याकेट टकटकाउनु त बल झऱ्यो उयो पाइप टकटकाउनु छ अलि टाइम ओके हो लाज हुन्छ लाज कहाँ हुन्छ आँखा चिम्लेर खोलिदिनु नि त फेरि म निकालिदिन्छु हराउने काम नगर्नु ल अघि जस्तो गायब बनाउने काम नगर्नु है ल त्यसरी माथि गर्नु माथि हेर्नुहोस् गर्नुहोस् भगवान् भन्नुहोस् सिधा गर्नुहोस् माथि हेर्नुहोस् भन्नुहोस् हे भगवान् भन्नुहोस् भन्नु पर्दैन मैले अलिकति अगाडि आउनु न हानेर नडराउनु न एउटा नेपाली भाइको छु है मलाई पनि गोलो भयो भने देखाउन मजा आउँछ किनकि दाइ मैले गोलो भएन भने मलाई देखाउन मजा आउँदैन है टिकल खेलेको होइन हाँस्नु हँसाउनु मेरो भनाइ न विद्वानको भनाइ हो है ल यसो गर्नुहोस् भन्नुहोस् हे भगवान् तपाईँ कहाँ हुनुहुन्छ छिटछिटो तल आउनुहोस् त आज मेरो मिति सक्यो दुई के भयो तेरा बाजे के भन्छ मेरो भाइले भन्नु न कहाँ जाने भाइ भनेर सोधिदिनु हाम्रो चालको बलिना आकाशमा जाने हो बाजे माथि हेर्नुहोस् त आकाश कति नजिकै छ धेरै नजिकै छ है यो भाइको गोजीमा बल छ कि एकचोटि तलदेखि माथिसम्म छिटो चेक गरिदिनुहोस् त अलिकति अगाडि आइदिनु न यताको मान्छे अलिकति अगाडि आउनु न है ल यताको मान्छे पनि हल्का अगाडि बढिदिनु त बल छ त हेलो तपाईँ भुकु पुलिस हो कि क्या हो चेकिङ त राम्रो गर्नु हुँदो रहेछ बल भेट्नु भयो त हेर्नु भएन जोडले हात बाँधिदिनुहोस् फेरि बाहिरबाट बल ल्याउन नपाओस् है अलिकति सर उठेर आइदिनुहोस् ल बाँधिदिनु ल छिटो बाँधिदिनुहोस् है टाइम छैन भाइ बल लिन जाने हो भाइ धेरै फिट माथिसम्म नजाने बल लिनलाई आज 42 फिट माथिसम्म जाने दाइ हात बाँध्नु भयो यस्तो हात कसको बाँध्छ चोर फटाएको अनि यसले केही चोरेछ अनि किन भने त हात खेलवाले बाबु मेरो अर्डरले तिम्रो हात बाँध्यो तिम्रो हेर्ने दाजु दिदी बहिनीको अर्डरले अब तिम्रो अर्डरले बाजेलाई के गरिदिने हो टाउको खुट्टा माथिबाट उयो जालीमा ल्याउनु जालीमा यहाँ गयो भने त विदेश जानु पाइन्छ हङकङ लन्डन कतार भतार कुन देश जाने हो यहाँ घाट जानु पाइ कहाँ जाने हो केले जाने ल यसको मुख खोलिदिनुहोस् है खेलवाले बाबु जान्छस् धेरै बिट हो त हेलो कहाँ चाकाबाट तानेको यता मुखबाट तान्नु न यही हो त तपाईँ अमेरिका जाने मन्त्र कस्तो भड्किन्छ यार एकछिन नभरियो भड्कियो भने के सोध्नुहुन्छ नि बिर्सिन्छ ल सिधा समात ल भन्नुहोस् दाइ यहाँ समाउनु भन्नुहोस् अन्तरु मन्तरु भन्नुहोस् भन्नु पर्दैन के भन्नु न अन्तरु मन्तरु धेरै हल्ला नगर अन्तरु सबैको सल्लाहले यो जालीमा दुईजना मान्छे गमै छिरन्तरु जुत्ता पक्राउ हिँड्दै को छिरन्तरु हामी दुईजना छिरन्तरु यो जालीमा अनि बाहिर बसेर दाजुजी को ठोकन्तरु कसरी तेरा बाजे आज जालीमा हाल्दा फेरि जाने हो कि मर्ने हो थाहा छैन ल बसिहाल है जान्छस् ल भाइ बिस्तारै बस है हट छोडिदिनुहोस् टाउको तल गर्नुहोस् ए एकदम यो कच्चा भयो कि पक्का भयो
यसले अब अन्तबाट बल्याउन पाउँछ पाउँदैन यसलाई मैले के गरेँ एक गाँठो बनाइदिएँ होइन त अब यो बल्ल यो भाइ अब यहाँबाट निक्लिनु पाउँछ एक गाँठो बनाएपछि तपाईँले पछाडिबाट बाँधिदिनुहोस् है यसले नभेट्ने गरेर 2-4 गाँठो बनाइदिनु होला है ओइ ओइ यो बुढी खेलको भकुण्डो हो कहाँ गुल्टाइरहेको त अनि जोडले बाँधिदिनुहोस् ल ताली पड्काइदिनुहोस् ल दाजुभाइ ताली पड्काइदिनुहोस् यो भाइ अब भाग्न सक्छ भन्नु न सबैले भाग्न सक्छ सक्दैन अब यो कसरी जाँदो रहेछ बल्दिन नै हेर्नु होला है भाइ जाने भनेर सोधिदिनुहोस् ल गइहाल भनिदिनुहोस् के हो यो हेलिकप्टर जान्छौ दाइले हेलिकप्टर देखाएको छ एयरपोर्टमा हुन्छ हेलिकप्टर यसको नाम हो हेलिकप्टर के यसरी हाल्दै हटेन तेरा बाजी अलि टाउको तल गर्न यो तन्नाले उडाइदिनु झ्याप्प यो पर्दा हो सुत्केरी मर्या तन्ना हो है केही पनि हुँदैन घाटबाट लिएर आएको यहाँ जाँदा किन न के भयो तपाईँलाई के भयो त मलाई हुने भए पनि मलाई भइहाल्थ्यो नि च्याप्प चलाउनुहोस् ओइ खेलवाले भाइ भन्नुहोस् मलाई यो तन्ना समाते अब मैले यो तन्न समाते अब मलाई के हुन्छ भनेर सोधिनु अब मलाई के हुन्छ 15 दिन अग्निमुति बन्द हुन्छ खाना पनि परेन टोइलेट जान पनि परेन हुन्छ कहाँ हुन्छ नि के हुन्छ अनि मान्छे मर्दैन ज्यान तल हल्का सास मात्रै माथि त अनि तपाईँ गइहाल त के भयो तेरा बजे आज जाडो महिना छ जाने हो कि मर्ने हो थाहा छैन जाने बेला 3टा गीत गाउने है एउटा हिन्दी आउनु न यहाँ नेपाली बङ्गाली तेरा बाजे कम्माली होइन क्या बङ्गाली भन्न बाबु टाउको कता फर्केको छ चेक गरिदिनुहोस् त तपाईँले तपाईँलाई जस्तो कहाँ मादल छोटा जस्तो छ यही छ त यहाँ हुनुहोस् एउटा खुट्टा यहाँ टेक्नु जय पशुपतिनाथ एउटा खुट्टा यहाँ टेक्नु जय गुरु गोरखनाथ एउटा खुट्टा यहाँ टेक्नु जय विष्णुमतीनाथ अनि उताजी खोइ त अनि यता छैन भने छैन भन्नु नि त हात त होला नि हात त छ यसरी सिधा समाउनु है यसरी सिधा तल माथि नगर्नु फेरि तपाईँको पाइट पनि तल माथि होला यसले समाउनु हात गऱ्यो भने सेट गर्नु होला है बाबु समाउनु पर्दैन गालामा है यो मेरो खेलमा मेरो भाइ नयाँ छ मन्त्र जाने सिधै माथि उठ्छ मन्त्र जानेको छैन भने यो भित्रै मर्न सक्छ है तपाईँ मरेको जिम्माले निकै भागेको चल्मिरहनु पर्छ भागेको भाग्न लाग्यो नि यो राइफलले ड्याम्की ड्याम हानिदिनु यहीँ छ यहाँ बाबु जाने भनेर सोधिनु बाबु जाने कहाँ जाने भनेर सोधिनु जल्दी तिमी आकाशमा गएर के बनेर आउँछौ भन सरले जमुना तिमी आकाशमा गएर के बनेर आउँछौ हल्लाउनु न तन्ना दाइ के भन्छ दाइ जहाँ भूत पर्यो अरे अनि मलाई चाहिँ पाठीले उठी बोका बन्छु भन्छ बोका बन्ने कि पाठी बन्ने त बोका बन्ने नि ओइ खेलवाले भाइ हामी 420 भने त बाजे 840 रहेछ यार आज यहाँ दही बोका रे म बोका चुप म बोका भन्दैछु हो दाइ हेर तपाईँ मान्छे कि बोका मान्छे अनि के म बोका भनेर अडि खिच त ल एउटा सानो अब म रेखा लान्छु यो भाइ जाँदैछ अरे यो खेरा टेकेर खेलिदिनु होला खेराभन्दा बाहिर नआइदिनु भित्र नआइदिनु होला है सबैले सानो भरे एक पाइला सर्दिनु त यो भाइलाई गाह्रो जानालाई गाह्रो भरे तले अगाडि है गणेशती पड्किने जाउँ र अब सवाल लुगानी हाल्नुपर्छ ल यही बस तिमी पनि यही बस ल लौ मसन आऊ तल लैजाऊ माथि धेरै बेरको लागि यिनी एकछिनको लागि सारेल जम्मु र यताबाट सारे अलिकति अगाडि आइदिनु न एक पाइला यताको मान्छे केही पनि हुँदैन